हाम्रो मनसाय हाम्रो स्पिरिट भनेको यो राष्ट्रलाई बचाउने एउटा नयाँ शक्ति सृजना गर्ने संकल्पसँग जोडिएको छ। हामीले मृत्युलाई आत्मसात गरेर अगाडि बढेकै हो भने अन्य पार्टीहरूसँग पनि खास गरी नेकपा एमालेसँग पनि हामीले सहकार्य र एकताको हिजोको अनुभवबाट फेरि एकचोटि शिक्षा लिएर सामूहिक रूपले नेपाली कम्युनिस्ट आन्दोलनले त्रुटि कहाँ गर्यो भन्ने कुरातिर केन्द्रित हुनुपर्छ र त्यो एकता र सहकार्यमा नै हाम्रो अहिलेको सङ्कटको समाधान, नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण, नेपाली जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने पुँजी चाबी चाहिँ त्यसैमा लुकेको छ। यो कार्यक्रम निकै सामयिक छ भन्ने कुरामा सायदै दुई मत होला, सबैको नै यसमा सहमति नै हुन्छ। आज देशको परिस्थिति असाधारण खालको छ। निकै ठुलो सङ्कटबाट राष्ट्रिय स्वाधीनताको विषय गुज्रेको छ अनि लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू खोजिँदैछन्। देशमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको दबाव हस्तक्षेप बढिरहेको छ। यो सबै सन्दर्भमा विचार मिल्नेहरूको बीचमा पार्टी एकता विषयमा तत्कालका कुनै इस्युहरूमा विचार मिल्नेहरूको बीचमा सहकार्य र हिजो शान्ति र संविधानका पक्षमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गर्ने शक्तिहरूको बीचमा मोर्चा आजको आवश्यकता हो। यही वस्तुगत आवश्यकतालाई गहिरो गरी विचार गरेर नै यो कार्यक्रम आयोजित गरिएको हो भन्ने कुरा कमरेड उमा भुजेलले सुरुमा नै यहाँ प्रश्न पार्नुभयो र मलाई यो विषयमा यहाँ उपस्थित कुनै पनि समूहका प्रतिनिधि वा नेताहरूको विमति हुन्छ भन्ने लाग्दैन र मैले तपाईहरुको अगाडि कुरा राख्दा मेरो लागि यहाँ उपस्थित सबै घटकहरू कुनै न कुनै बेला हामी एउटै पार्टीका सहयोद्धाहरू थियौँ। चाहे चौथो महाधिवेशन स्कुलको कुरा गरौँ या नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको एकताको कुरा गरौँ, हामी चौथो महाधिवेशन धारा र अनि मालेको धारा, यो दुईटै झापा विद्रोहको धारा दुईटैलाई हामीले एकताबद्ध गरेर पनि अनुभव गरिसकेका छौँ र मेरो लागि चाहिँ सबै पार्टीका यहाँ उपस्थित नेता प्रतिनिधिहरू सबै नै सहकार्य गरेका र सहयोद्धाको रूपमा एउटै पार्टीमा काम गरेका कमरेडहरू नै हुनुहुन्छ र आज समय र परिस्थितिले एकचोटि फेरि हामी सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित गरेको छ या बाध्य पारेको छ। यति उर्वर रूपमा अगाडि बढ्दै गरेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक र निकै ठुलो धक्का खाएर सङ्कटमा कसरी आइपुग्यो, यसको मूल कारण के हो भन्ने कुराको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा इतिहासले, वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षले हामी सबैलाई ल्याइ पुर्याएको छ। मैले धेरै सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेको छु, हिजो 46 सालको ऐतिहासिक जनआन्दोलनको क्रममा पञ्चायती निरङ्कुशताका विरुद्ध संयुक्त आन्दोलनका अनुभवहरू अनि त्यसपछि बदलिएको परिस्थितिमा निरङ्कुश पञ्चायती तानाशाहीको अन्त्यपछि आएको प्रजातान्त्रिक बहुदलीय पद्धति अन्तर्गत निर्वाचनमा सहभागी गरिएका सहकार्यहरूका अनुभव, त्यसपछि हामीले जनयुद्धको पहलको तयारी गर्दै एउटा ऐतिहासिक रूपले महान सङ्कल्पसहित अगाडि बढाइएको जनयुद्ध र त्यसमा नेपाली जनताका सबै तह तबका
सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको सहभागिता र बलिदानका उच्चतम कीर्तिमानहरू कायम गर्दै अगाडि बढेका अनुभवहरू र जनयुद्ध र जनआन्दोलनलाई कसरी समायोजन गर्न सकिन्छ भनेर त्यति बेलै फेरि 7 राजनीतिक दलहरू, जो जनआन्दोलनको प्रक्रियामा भएका दलहरू र जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन नेकपा माओवादी, जसको नेताको हैसियतले मैले फेरि एकचोटि सहकार्यको अवसर प्राप्त गरेँ। त्यो अनुभव जो 62-63 आएर जनयुद्ध र जनआन्दोलनको समायोजनमा नेपालमा एउटा युगान्तकारी परिवर्तन सम्भव भयो, त्यो अनुभव। अनि संविधान सभाको निर्वाचन, शान्ति सम्झौता, संविधान बनाउने बेलामा देश विदेशबाट आएका विभिन्न खालका दबावहरू, षड्यन्त्रहरू, तिनलाई परास्त गर्दै संविधानको घोषणा, निर्वाचन हुन नदिनका निम्ति भएका तमाम कसरतहरूलाई परास्त गर्दै निर्वाचन मार्फत अगाडि जाने प्रयास र एउटा नयाँ प्रयोग, अहिले भर्खरै यहाँ उद्घोषक कमरेडले भने जस्तै निरन्तरतामा क्रमभङ्गकै एउटा नयाँ कडीका रूपमा 74 को निर्वाचनमा कम्युनिस्टहरूको बिचमा मूल सहकार्य गर्दै हामी झन्डै 2/3 बहुमतको रूपमा प्रतिनिधि सभामा पुगेका अनुभवहरू र त्यसपछि 3 वर्षभित्रै त्यो प्रयोग सफल गर्न नसकिएको, त्यसलाई बचाउन नसकेका तीता अनुभवहरू सबैको बिचबाट र अहिले फेरि गएको भदौ 23-24 गते, मुख्यतः 24 गतेको विध्वंस प्रतिक्रान्तिको एउटा भयानक विभीषिका हामीले देख्यौँ। त्यसका समेत अनुभवबाट मैले के भन्ने गरेको छु भने कहीँ न कहीँ हामी कम्युनिस्टहरूले केही गम्भीर त्रुटि गर्यौँ, जसको परिणाम नेपाली जनताको अपार समर्थन हुँदाहुँदै पटक पटक कम्युनिस्टहरूलाई विश्वास गरेर जनताले ठुल्ठुलो त्याग र बलिदानमा सहभागिता मात्रै होइन, निर्वाचन प्रक्रियामा पनि अत्यधिक मत दिँदै पनि बचाउन हामीले किन सकेनौँ, यो एउटा गम्भीर प्रश्न छ। जबसम्म हामी आफूलाई कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भन्नेहरूले यो विषयको गम्भीर आत्मसमीक्षा गरेर त्रुटि कहाँनिर भयो र मुख्य त्रुटि के हो भन्ने निष्कर्षमा हामी पुग्न सक्दैनौँ। एकता पनि फेरि हासिल गर्न र त्यो एकतालाई दिगो बनाउन पनि सकिँदैन मेरो अनुभवमा, किनकि एउटै नेतृत्व अन्तर्गत जनयुद्धको तयारी, जनयुद्धको थालनी र त्यसलाई एउटा उचाइमा पुर्याएर शान्ति सम्झौतामा रूपान्तरण, अनि त्यो शान्ति सम्झौतासँगै संविधान सभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र हुँदै यहाँसम्म आउने अनुभवको प्रत्यक्ष नेतृत्व गर्ने अवसर मलाई नेपाली जनताले र नेपाली इतिहासले दियो। सायद नेपालको इतिहासमा म नै त्यस्तो पात्र बन्न पुगेँ जो यो सबै युगान्तकारी उतार चढावहरू, यो सबै प्रयासहरू अहिले हेर्दा सामान्य जस्तो देखिन सक्छ, तर यसका पछाडिको हाम्रो मनसाय, हाम्रो स्पिरिट भनेको यो राष्ट्रलाई बचाउने एउटा नयाँ शक्ति सृजना गर्ने सङ्कल्पसँग जोडिएको छ। यो कुनै तात्कालिक ट्याक्टिससँग मात्रै जोडिएको छैन, राष्ट्रका अगाडि देखा परेका समस्याहरू समाधान गर्ने उद्देश्यसँग जोडिएको छ। मलाई लाग्छ आजको यो कार्यक्रम मार्फत यहाँ उपस्थित सबै पार्टीका प्रतिनिधि साथीहरूले पनि सहकार्यको यो यात्रामा सहभागी हुने सङ्कल्प गर्नुहुनेछ र छिटै एउटा नयाँ आन्दोलनको सृष्टि, किनकि यो सहकार्यको उद्देश्य सरकारमा जानु मात्रै होइन र हुन पनि हुँदैन, किनकि मैले अघि भने सरकारमा जाने र छोड्ने मात्रै कुरालाई ध्यान दिँदा कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा देखिएको छ। त्यसकारण हामीले जोड दिनुपर्ने आन्दोलनमै हो, सङ्घर्षमै हो। उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय, श्रमजीवी जनताको आन्दोलन
मा सहभागिता त्यसमा केन्द्रित भएर मात्रै हामीले रूपान्तरण सम्भव गराउन सकिन्छ। त्यसकारण यो पटक हामीले सहकार्यको कुरा गर्दै गर्दा आन्दोलनमा सहकार्य, सङ्घर्षमा सहकार्य, वर्ग सङ्घर्षमा सहकार्यलाई उच्च प्राथमिकतामा दिनुपर्ने आवश्यकता छ। म आशा गर्छु आजको कार्यक्रमबाट हिजो हामी माओवादी आन्दोलनमा भएकाहरू त माओवादी आन्दोलनमा थियौँ नै, हामी एउटै लडाईँ एउटै मोर्चामा लडेकै हो। हामीले मृत्युलाई आत्मसात गरेर अगाडि बढेकै हो भने अन्य पार्टीहरूसँग पनि खास गरी नेकपा एमालेसँग पनि हामीले सहकार्य र एकताको हिजोको अनुभवबाट फेरि एकचोटि शिक्षा लिएर अगाडि विगतका कमी कमजोरी नदोहोरिने गरी कसरी हामी अगाडि जान सकिन्छ त्यो विषयलाई पनि हामीले स्ट्रेटेजिकल्ली सोच्नुपर्ने आवश्यकता छ। म त्यसको निम्ति पनि तपाईहरू सबैसँग विशेष रूपले अपिल गर्न चाहन्छु। देशमा ऊर्जा क्षेत्रका भयानक सङ्कटहरू समाधान गर्ने र देशलाई लोड सेडिङ मुक्त पार्ने अभियानको नेतृत्व पनि वामपन्थी र कम्युनिस्टहरूले नै गरेको इतिहास ताजै छ। अनि शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि पहिलेको तुलनामा राजतन्त्रको तुलनामा गणतन्त्रले गुणात्मक प्रगति गरेको तथ्याङ्क पनि हामी सबैलाई थाहा छ। सरदर आयु 56-57बाट गणतन्त्रको 20 वर्षमा 72 पुग्नु आफैमा एउटा गुणात्मक प्रगतिको द्योतक हो। अनि शिक्षा र अन्य क्षेत्रमा पनि प्रगति नभएका होइनन्, तर त्यति हुँदाहुँदै पनि आज यो अवस्था कसरी आयो? मैले यही विषयमा तपाईहरू सबैको ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो कहीँ न कहीँ त्रुटि नभइकन यो स्थिति आएको छैन र मैले मेरो सम्पूर्ण अनुभव झन्डै 40 वर्षको नेतृत्वमा रहँदाका सबै उतार चढावका अनुभवबाट हामीले शान्ति प्रक्रियामा आएपछि हाम्रो वर्ग, हाम्रो मूलभूत विचार अनि हाम्रो रणनीतिलाई हामीले नजरअन्दाज गऱ्यौँ, हामीले त्यति गम्भीर रूपले ध्यान दिएनौँ, हामी बढी कार्यनीतिमा अल्झियौँ। सत्ता समीकरण बनाउने र भत्काउने कुरा नै हाम्रो कामको केन्द्रबिन्दु बन्न पुग्यो। जबकि हिजो हामी जनयुद्ध र जनआन्दोलनमा हुँदा हामी सबैको ध्यान रणनीतिमा थियो। जसरी पनि सामन्तवादको निरङ्कुशताको अन्त्य गर्ने, विदेशी हस्तक्षेपको विरोध गर्ने, राष्ट्रियता जनतन्त्र या जनजीविकाको निम्ति सङ्घर्ष गर्ने बडो क्लियर हाम्रो रणनीति थियो र त्यसको प्राप्तिको निम्ति हामीले कार्यनीतिहरू अपनाउने गर्थ्यौँ। हामी सफल थियौँ। तर पछिल्लो चरणमा हामीले रणनीतिलाई कार्यनीतिलाई रणनीति जस्तो बनाउँदा हामी एउटा चक्करमा फस्यौँ। कहीँ न कहीँ हामी त्यसरी मूल विचार, मूल वर्ग सम्बन्ध, मूल रणनीतिबाट हामी केही न केही विचलित भयौँ। हामीले किताबमा लेखे पनि, भाषणमा बोले पनि, दैनिक जीवन व्यवहारमा जनतासँगको हाम्रो सम्बन्ध कमजोर हुँदै गयो। यही नै हाम्रो मुख्य त्रुटि भयो। तर हाम्रो दुश्मन, हाम्रो विरोधी, हाम्रो वर्ग बैरी भने कार्यनीति छोडेर मुख्यतः रणनीतिमा केन्द्रित भयो। उनीहरूले कसरी कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने नेपालबाट भन्ने कुरामा नै उनीहरूको ध्यान केन्द्रित भयो। म सधैँ सम्झने गर्छु, हामी जति बेला 12 बुँदे समझदारी र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै थियौँ, त्यति बेला विश्वको एकमात्र अति महाशक्तिको रूपमा आफूलाई दाबी गर्ने अमेरिकी सरकारका प्रतिनिधिहरूले हर हालतमा शान्ति सम्झौता हुन नदिन, संविधान सभाको निर्वाचन हुन नदिन, देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आउन नदिनको निम्ति निकै ठुलो दबाब सृजना गर्ने कोसिस गरेका थिए। तपाईहरू कयौँ नयाँ कमरेडहरूलाई र साथीहरूलाई थाहा नहुन पनि सक्छ, तर म आफै प्रत्यक्ष त्यसको भुक्तभोगी भएको हुनाले म तपाईहरूलाई स्मरण मात्रै गराउन चाहन्छु। निकै ठुलो कसरत भएको थियो शान्ति सम्झौता हुन नदिन।
देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आउन नदिन। तर 7 राजनीतिक दल र त्यति बेलाको नेकपा माओवादीका बीचमा जो देशको परिस्थितिबारे र परिवर्तनका निम्ति जुन सङ्कल्प देखा परेको थियो त्यो कसैले टुटाउन त्यति बेला सकेनन्। हामी विजयी भयौँ। विजयी भइसकेपछि, संविधान घोषणा भइसकेपछि नेपालको भौगोलिक अखण्डताको बारेमा एउटा युगान्तकारी निर्णय गरिसकेपछि सायद हामी विजयी भयौँ भन्ने मनोगत विभ्रम हाम्रो दिमागमा आयो। हामीले अमेरिकालाई पनि जित्यौँ, हामीले अरूलाई पनि जित्यौँ। नेपाली जनता विजयी भयो भने जस्तो गरी हामी खालि प्रधानमन्त्री बन्ने, समीकरण बन्ने, भत्काउने, मन्त्री बन्ने, चुनाव जित्ने तिर मात्रै केन्द्रित भयौँ। जबकि हाम्रो विरोधी चाहिँ नेपालबाट कम्युनिस्टहरू जसरी बढेका छन् यसलाई रणनैतिक रूपले नै सिद्ध्याउनु पर्छ भन्नेमा केन्द्रित भएर उनीहरू लागि नै राखे। त्यही केन्द्रीकरणको सबभन्दा भयानक अभिव्यक्ति 24 गतेको विध्वंस हो। कमरेडहरू र मित्रहरू, मेरो यो कुरालाई तपाईँहरू पनि गहिरो गरी विचार गर्नुहोला, चिन्तन मनन गर्नुहोला। हाम्रो गल्ती त्यही नै भयो। हामीले नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा नेपालका मजदुर, किसान र सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायसँग घनिष्ठ सम्बन्ध कायम राख्ने र वैदेशिक हस्तक्षेपका विरुद्ध निरन्तर सङ्घर्षको एउटा प्रक्रियालाई गम्भीर महत्त्वका साथ आत्मसात गरेको भए सायद यसरी अहिले हामी जे असाधारण सङ्कट भोग्नु परेको छ त्यो भोग्न पर्दैन थियो भन्ने मलाई लाग्छ। र अब हामी सबैले गम्भीर आत्मसमीक्षा गर्नै पर्छ। त्रुटि हामीले एकले अर्कालाई दोषारोपण गर्नेतिर भन्दा सामूहिक रूपले नेपाली कम्युनिस्ट आन्दोलनले त्रुटि कहाँ गर्यो भन्ने कुरातिर केन्द्रित हुनुपर्छ र त्यो एकता र सहकार्यमा नै हाम्रो अहिलेको सङ्कटको समाधान, नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण, नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्ने कुञ्जी, चाबी चाहिँ त्यसैमा लुकेको छ भन्ने मलाई लाग्छ। र मैले भने यो अत्यन्त सामूहिक कार्यक्रम मार्फत यहाँ उपस्थित सबै पार्टीका प्रतिनिधि साथीहरू, सबै उपस्थित कमरेडहरू र पत्रकार मित्रहरूलाई पनि यो प्रश्नमा गम्भीर ढङ्गले चिन्तन गर्न, मनन गर्न र एउटा साझा निकाल्नको निम्ति, निष्कर्ष निकाल्नको निम्ति प्रयत्न गर्न म हार्दिक अपिल गर्न चाहन्छु। यो कुरा साँचो हो, अहिले देश साँच्चै सङ्कटमा छ। सबभन्दा ठुलो कुरो राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो सङ्कट देखा परेको छ, सायद सुगौली सन्धिपछि यति भयानक सङ्कट नेपालले भोग्नु परेको थिएन। त्यस्तो सङ्कटबाट गुज्रेको छ र राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलन, राष्ट्रवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनको बीचमा नङमासुको सम्बन्ध छ। तपाईँ 6 सालमा पार्टी गठन भएदेखि 7 साल वरिपरिदेखि आजसम्म आउँदा देशभक्तिपूर्ण आन्दोलनको नेताको रूपमा कम्युनिस्ट आन्दोलन र पार्टीले निरन्तर जनताको पक्षमा लडिराखेको छ र अहिले पनि राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति एकताको अर्को कुनै विकल्प छँदै छैन।